नमस्कार। भोलि 11 बजे काठमाडौँ महानगरपालिकाले स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक आह्वान गरेको छ, जसको संयोजकता चाहिँ महानगरका प्रमुखले गर्ने एउटा कानुनी व्यवस्था छ, जसको सदस्यमा उपप्रमुख लगायत कार्यपालिका सदस्य रहने व्यवस्था छ र जसको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत अहिले काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई हुनुहुन्छ। व्यक्ति गौण कुरा हो, जो सदस्य सचिवको भूमिका प्रमुख प्रशासकीय अधिकृतले निभाउने एउटा परम्परा छ र कानुन सम्मत पनि त्यो प्रमुख प्रशासकीय अधिकृत नै सदस्य सचिवको भूमिकामा रहनुपर्ने अवस्था छ। भोलि चाहिँ जो बजेट काठमाडौँ महानगरले बजेट निर्माण गर्नुको लागि र त्यसको लागि सो अगाडि चाहिँ जुन स्रोतको लागि अनुमान गर्नुपर्ने हुन्छ, बजेट बनाउने कुन स्रोतबाट बनाउने अथवा बजेटको सीमा चाहिँ कसरी निर्धारण गर्ने, बजेटको कति लागतसम्म अथवा कति त्यसको चाहिँ क्यापिटल बनाउने भन्ने कुरा यो समितिले गर्दछ र यो समितिले जुन आयोजना गरेको बैठक भोलि 11 बजे गरेको छ, त्यो बैठकमा सदस्य सचिव जो चाहिँ प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ, प्रमुख प्रशासकीय अधिकृतलाई नै बाइकट गरेर काठमाडौँ महानगरका प्रमुखले अथवा भनौँ यो स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका संयोजकले उहाँलाई बैठकका लागि जानकारी नदिएको भन्ने कुरा आइरहेको अवस्थामा यो बैठकले निकालेको चाहिँ जुन सल्युसन अथवा यो बैठकले जुन निर्धारण गरेका कुराहरू, यो बैठकका छलफलले निकालेका निचोडहरूको चाहिँ वैधानिक गर्नेकोले वैधानिक बनाउने ठाउँ कहाँ, आखिर सदस्य सचिवको भूमिका महानगरका प्रमुख जस्तो व्यक्तिले बुझ्ने कि नबुझ्ने, खालि एउटा जुङ्गाको लडाइँ गरेर बस्ने कि आफ्नो महानगरका जनतालाई बजेटको जुन सुनिश्चितता गर्ने कुरा हुन्छ, कानुनले जुन प्रावधान गरेको छ असार 10 गतेभित्र बजेट पेश गरिसक्नुपर्ने, ती कुराहरूलाई महानगरले कानुनलाई बुझ्ने कि आफ्नो चाहिँ एउटा घमण्डलाई प्रश्रय दिने भन्ने कुरा प्रमुख अहिले चाहिँ आइरहेको अवस्थामा बैठक भोलि बजेटको सीमा निर्धारण गर्नको लागि भोलि बैठक आयोजना गरिएको छ। यद्यपि सदस्य सचिवलाई बाइकट गरिएको छ। जहाँसम्म सदस्य सचिव बिनाको बैठकले वैधानिक पाउँदैन, त्यसको टिप्पणी उठाउने, त्यसको प्रमाणीकरण गर्ने सम्पूर्ण जिम्मेवारी सदस्य सचिवको रहेको हुँदा र यो बैठकमा महानगर प्रमुखले सदस्य सचिवलाई बाइकट गरेकाले उक्त बैठकको वैधानिकताका कुरा र भोलि हुने जो यो बैठकमा सदस्य सचिव नै अनभिज्ञ अथवा अनुपस्थित हुने अवस्थामा अन्य सदस्यहरू, यो समितिका अन्य सदस्यहरू उपस्थित हुने अवस्था रहन्छ कि रहँदैन, यसले चाहिँ फेरि बालेनलाई आफ्नो खुट्टामा आफै बन्चरो हानेको अवस्था हुन्छ कि भन्ने कुरा छ। ल भोलि हेरौँला।